हेलो साथीहरू नमस्ते। हामी चाहिँ आज सुवन घुम्न गइरहेका छौँ। बाटोमा गफ गर्दै गर्दै हिँड्दैछौँ बस स्टेसन जानको लागि। अनि बसबाट चाहिँ हामी ट्रेनमा जाने सोचेर हामी चाहिँ बसमा चढ्यौँ। अनि बसमा चढेको 1 घन्टाको यात्रापछि ट्रेन स्टेसन पुग्यौँ। ट्रेन स्टेसन पुगिसकेपछि त्यहाँ दुईवटा ट्रेन चेन्ज गर्नुपर्ने रहेछ। एउटा आइडोङ भन्ने अनि एउटा चाहिँ सुवन भन्ने दुईवटा। अनि एउटामा फर्स्टमा चढ्यौँ। चढिसकेपछि भित्रको भ्यू चाहिँ यस्तै थियो है। अनि यो चाहिँ हामी चढिसक्यौँ फर्स्ट ट्रेन। अनि यहाँ चढिसकेपछि यो सेकेन्ड ट्रेन हो। यो चाहिँ सुवन जाँदैछौँ हामी फेरि। अनि यो बाहिरको भ्यू एकदम राम्रो थियो, सफा सुन्दर विकसित देश कोरिया। अनि हामी त्यसै गरी घुम्दै घुम्दै तिर्खा लाग्यो। अनि बल्स टी खाँदै हामी भित्र सपिङ सेन्टर छिरौँ। अनि यो चाहिँ बाहिरको भ्यू हो। दाइहरूलाई वेटिङ गर्नुको लागि हामी वेट गर्दै यसरी बस्यौँ। अनि उहाँ मेरो हस्बेन्ड चाहिँ दाइसँग बोल्नु हुँदैछ। अनि यो भित्र फेरि हामी सपिङ सेन्टरभित्र छिर्यौँ। त्यहाँ छिरेर अब के नयाँ कुराहरू ड्रागन सोर देखाउनु भयो। अनि यो मलभित्र चाहिँ एभ्री कुरा सबै ब्युटीदेखि लिएर कपडा जुत्ता खानेकुरा सब थियो यहाँभित्र। अनि हामीले 1-2 जोडी कपडा पनि लियौँ। अनि यो चाहिँ माथि जाँदैछौँ हामी फेरि दाइहरूलाई भेट्नको लागि। हिँड्दा यो दिन त आज त हामी त बियोस 1 बजे हिँडेको, बेलुका 9 बजे आइपुगेको। अनि यो बाटोमा हिँड्दा यो मैले भिडियो बनाएको थिएँ। यो चाहिँ बाहिरको भ्यू हो। यो चाहिँ सुवन सिटी हो। यो चाहिँ हामी बाहिर। अनि मलाई चाहिँ सी फुड एकदमै धेरै मन पर्थ्यो। त्यही भएर खाने भनेर मैले हस्बेन्डले किनिदिनु भने। अनि किनिदिनु भयो। हेर्दाखेरि जति राम्रो खाँदा मलाई त्यो मिठो लाग्दै लागेन। भने त कतिजनालाई मनपर्छ होला, तर मलाई चाहिँ यो माछा आइटमहरू एकदम मन पर्दैन। अझ यो झिँगे माछा रहेछ, कस्तो स्मेल आएर खानै सकिनँ। आधी खाएँ आधी फालिदिएँ। तर मान्छेहरूलाई कति मनपर्छ होला, मलाई चाहिँ मन परेन यसको स्मेल। अनि यो चाहिँ नाइटको भ्यू हो। सबै हामीले सपिङहरू गरिसकेपछि दाइहरूलाई भेटिसकेपछि यो चाहिँ हामी हो। अनि यो चाहिँ कोरियाभित्रको नाइक ब्रान्ड, एनबी ब्रान्ड, अनि एडिडास जति पनि ब्रान्डेड सामानहरू हुन्छ त्यो सबै यहाँभित्र थियो। अनि यो चाहिँ बाहिरको भ्यू हो बेलुकाको। अब यतिखेर हामी घर फर्किँदैछौँ। अनि यो चाहिँ हाम्रो दाइको गाडीमा आउँदै चाहिँ ट्रेनमा आयौँ, बसमा आयौँ, जाँदा चाहिँ दाइको गाडीमा गयौँ। हाम्रो गाडी चाहिँ नलेको। हस्, थ्याङ्क यू।